तपाईँ त्यही जिउँदो परमेश्वर हुनुहुन्छ जसले हन्नालाई जवाब दिनुभयो। तपाईँ त्यही जिउँदो परमेश्वर हुनुहुन्छ जसले दानियललाई जवाब दिनुभयो। तपाईँ त्यही परमेश्वर हुनुहुन्छ जसले दाउदलाई विजय दिनुभयो। तपाईँ त्यही परमेश्वर हुनुहुन्छ जो दानियलसँग सिंहको खोरमा हुनुहुन्थ्यो। तपाईँ त्यही परमेश्वर हुनुहुन्छ जो सद्रक मेशक अबेदनगोसँग हिँड्नुभयो। तपाईँ त्यही परमेश्वर जसले अयुबको सुदिनहरू फर्काउनु भयो। तपाईँ हाम्रो परमेश्वर हुनुहुन्छ, हाम्रो उद्धार गर्नुहुने, हाम्रो पुकारा सुन्नुहुने। तपाईँ हाम्रो माझमा हुनुहुन्छ र हामी कहिले पनि निराश हुँदैनौँ, हामी कहिले पनि हताश हुँदैन, हामी कहिले पनि डरले खुम्चिएर हरेस खाएर हामी बस्ने छैनौँ, किनकि गवाईका बादलहरूले हामीलाई घेरेका छन्। र सारा विश्वमा, सारा ब्रह्माण्डमा यो कुरा थाहा छ कि तपाईँ विश्वासयोग्य हुनुहुन्छ। हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नु हुने, हाम्रो परमेश्वर हाम्रो पुकार सुन्नु